हामीले अहिलेसम्म लगभग 250 देखि 300 सम्म स्टल बनाइएको छ। लगभग यो कार्य चाहिँ लगभग सम्पन्न अवस्थामा छ र हाम्रो स्टल चाहिँ लगभग सबै बुक भइसकेको छ र यसपालि चाहिँ हाम्रो चाहिँ महोत्सवको चाहिँ विशेष चाहिँ आकर्षण चाहिँ हाम्रो चाहिँ जलपरी पनि आइरहेको छ र कुस्ती पनि भइरहेको छ। त्यसले गर्दा तपाईहरु चाहिँ हाम्रो भैरववासी हाम्रो रूपन्देही जिल्लावासी तपाईहरु आउनुस्। अहिलेसम्म भैरवमा नभएको चिज चाहिँ जलपरीले आइरहेको छ। हामीले चाहिँ त्यो आएर हेर्नुस् र मेलालाई सहयोग गर्नुस्, मेलालाई भव्य रूपले सफल पार्नुस् र हामीले लगभग अन्तिम चरणमा हाम्रो चाहिँ निर्माण कार्य चाहिँ लगभग अन्तिम चरणमा पुगिसकेको छ र चाहिँ अब लगभग भोलिसम्म सबै क्लियर भइसकेको हुन्छ र यो महोत्सवमा चाहिँ यत्रो हामीले मेहनत गरिरहेका छौँ। हामीले यत्रो मेहनत गरिसकेपछि मेन कुरा हो दर्शकलाई चाहिँ म चाहिँ यो चेम्बर अफ कमर्सको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट पनि मैले चाहिँ हाम्रो चाहिँ रूपन्देही जिल्लावासी हाम्रो नेपालको जनताहरूलाई के आह्वान गर्न चाहन्छु भन्दाखेरि आउनुस्, तपाईहरु आएर चाहिँ मेला अवलोकन गरिदिनुस्। हाम्रो नेपालबाट र विदेश चाहिँ हाम्रो भारतलाई पनि निमन्त्रण छ। हामीले यही मिडियम माध्यमबाट हामीले चाहिँ निमन्त्रण गर्दैछौँ। तपाईहरु भारतबाट पनि तपाईहरु दर्शकहरू आइदिनुस्, यहाँ हेर्नुस्, हामीलाई पनि सहयोग गर्नुस्, मेलामा रमाइलो गर्नुस्। हामीले कलाकारहरू पनि राम्रो कलाकारहरू ल्याइरहेको छौँ र हाम्रो मधेसीको चाहिँ स्पेशल कुस्ती पनि छ। लगभग 3-4 दिन कुस्ती पनि हुन्छ। त्यसले गर्दाखेरि आउनुस्, मेरो तर्फबाट तपाईहरुलाई एकदम निमन्त्रण छ। एकदम छ तपाईहरुलाई। धन्यवाद।